नमस्ते अनि जयमसी सबैजनालाई। आज हाम्रो भेल्लरको त्यसको दिन हो। आज चाहिँ हामी यहाँ छौँ बेलुका 5 बज्यो। 5 बजेको टाइममा यहाँनिर घाम यति माथि छ 5 बजेको टाइम। र हामी चाहिँ अहिले चाहिँ एउटा पार्क छ अरे, त्यहाँ पार्क गएको। गरममा रुमभित्र मात्रै बस्दाखेरि एकदमै सफोकेटेड हुँदो रहेछ फेनको हावा। अन्त यसो घुम्नु पनि हुने भनेर चाहिँ हामी पार्क जाँदैछौँ। यो चाहिँ टिपु सुल्तान हट भन्ने रहेछ। यहाँसम्म आउनुको लागि गान्धीनगरसम्म, गान्धीनगर कि गान्धी मोडसम्म 60 रुपियाँ लियो। त्यहाँ यहाँसम्म 80 रुपियाँ, 80 र 60 140 रुपियाँ आउनुको भाडा लाग्दो रहेछ। हामी त जाँदैछौँ। अगाडि छेमा र बहिनी अगाडि जाँदैछ। यहाँ हेर्नुहोस् है ढुङ्गाको पिस। कत्रो कत्रो ढुङ्गा राखेको यो वालको ढुङ्गाहरू देखेर म त अचम्म लाग्यो। एउटा पोखरी रहेछ। कत्रो पोखरी रहेछ यहाँनिर, माछाहरू पनि रहेछ। टावर भएकोमा हजुर हजुर। खास हामी जाने जग्गा चाहिँ यहाँ थियो, तर बन्द भएछ आज। खतम भयो। आज चाहिँ भेलाको चौथो दिन हो र म ओल्ड क्याम्पस जाँदैछु। छेमाहरू न्यू क्याम्पसदेखि त्यहाँ आउनु भएको छ अरे। बहिनीको त्यहाँनिर टेस्टहरू रहेछ, त्यतै जाँदैछु। त्यताबाट हिजो गएको टिपु सुल्तान फर्ट त्यो बन्द थिएछ र अधुरै भयो हेर्नु। आज भयो भने त्यता फेरि गएर त्यहाँको भिडियो बनाउने हो। फेरि उता जाने हुँदैछ। ओल्ड कैंपस ओल्ड कितना 20 ल आउने बित्तिकै यहाँनिर अटो पनि पाएँ। अब यहाँबाट चाहिँ ओल्ड क्याम्पससम्म खालि 20 रुपियाँ। त्यहाँदेखि न्यू क्याम्पसदेखि ओल्ड क्याम्पसदेखि न्यू क्याम्पस चाहिँ बसमा लाँदो रहेछ। यहाँ भेलरकै हस्पिटलमा हस्पिटलको बसले त्यो चाहिँ एकदम फ्री अरे। त्यहाँबाट यहाँ आउनुसम्म अटो रिजर्भ गर्नु पऱ्यो भने चाहिँ 200 रुपियाँ लाग्दो रहेछ। ओल्ड क्याम्पसदेखि न्यू क्याम्पस जानु चाहिँ 27 किलोमिटर। हेलो, ओल्ड कैंपस से न्यू कैंपस कितना किलोमीटर है? 2 किलोमीटर। न्यू कैंपस 15 किलोमीटर। ओल्ड कैंपस से न्यू कैंपस 15 किलोमीटर। 15 किलोमीटर। 15 हाँ 15 किलोमीटर। 15 किलोमीटर।
यति राम्रो हिन्दी जान्दैन नि त यहाँनिर रहेछ मोटामोटी इङ्ग्लिस चाहिँ सबैले बोल्ने रहेछ फेरि इङ्ग्लिस चाहिँ म जान्दिनँ हिन्दी चाहिँ कम्ती मात्रामा बोल्दो रहेछ त्यस्तो नजान्नु होइन तर बुझ्छ त्यतिको चाहिँ यहाँनिर कसै यदि ट्रिटमेन्टमा आउनु पऱ्यो भने अब भाषै नबुझ्ने त्यहाँ साउथमा गएर हामी एकदमै साह्रो पर्छौँ अबर पर्छौँ भन्ने चाहिँ नसोच्दा हुँदैछ किनभने यहाँनिर 50% 50 त के 70-80% त हिन्दी बोल्छ 70% त बोल्दो रहेछ त्यहीँ उता त म्यानेज गरेर पनि बुझिन्छ नि त्यसो त कति चाहिँ फेरि एउटै हिन्दी नबोल्ने हुँदो रहेछ तर इङ्ग्लिस चाहिँ यहाँदेखि बच्चाले बोल्दो रहेछ यहाँ मैले हिजो पनि त्यो पर टिपु सुल्तान फर्टमा गएर चाहिँ त्यहाँ हेरेको कि एकदम मसिनो थियो उनीहरूलाई हिन्दीमा बोल्नु भन्दा पनि हिन्दी नआउने अरे इङ्ग्लिसै आउँछ अरे मलाई त्यस्तो फेरि अब इङ्ग्लिस बोल्नु आउँदैन र बुझ्नु पऱ्यो भने पनि एकदम एउटा शब्द चाहिँ एउटा छुट्याउँदै भन्नु पऱ्यो मलाई चाहिँ नभए भने चाहिँ अब बुझ्नु पनि साह्रै पर्छ त्यसरी म वर्ल्ड क्याम्पस जाँदैछु त्यहाँदेखि टिपु सुल्तान फर्ट पनि म सायद जान्छु होला छेमासँग आज पनि र हिजो गएर आजको एकैचोटि आज भिडियो लाउँछु तपाईँहरू हेर्दै गर्नु होला सबै हस्पिटलको बस न्यू क्याम्पस जाँदा चाहिँ यहाँबाट चाहिँ ट्रिटमेन्ट चाहिँ दुइटै हस्पिटलमा हुँदो रहेछ उता पनि यता पनि अब यहाँ चाहिँ छेमाहरू आउनु भएको छ यो सब देख्ने हस्पिटलहरू अब ओल्ड बिल्डिङ अरे ओल्ड बिल्डिङ घोस्नुको लागि म जाँदैछु छप्परमा टपमा क्रस छ अरे भन्दो रहेछ त्यहाँनिर छेमाले म त्यहाँ जाँदैछु ओल्ड बिल्डिङ भेट्नु छैन हस्पिटलको टुप्पोमा क्रस छ भन्छ खै भेट्नु छैन छेमा यहाँ देखेँ मैले हुन्छ अब त मैले भिडियो बनाएको थिएँ गार्डले पक्रेर पनि डिलिट गर्नु लगाइहाल्यो एउटा डिलिट गरेर कुद्दै थिएँ फेरि अर्को देखेर फेरि आएर डिलिट गर्न रिक्वेस्ट गर्दा पनि डिलिट गरेर तर मलाई थाहा छ यो भिडियो रिस्टोर हुन्छ भनेर छेमाले चाहिँ यो क्रस भन्नु भएको थिएछ नि त तर म चाहिँ उताबाट आएको त्यसै गर्दा यो चाहिँ डिमार्ट भन्ने एउटा सपिङ मल रहेछ हामी टिपु सुल्तान फर्ट जाने क्यान्सल गरेर चाहिँ यता आयौँ टिपु सुल्तान फर्टको चाहिँ भोलि पर्सि कतितिर हुन्छ लाउँछु ल